स्वागत छ साथीहरु। आज हामीहरु अर्को भिडियो लिएर आएका छौं जुन चाहिँ लोकसहायक नेपाल कृषि सेवा अन्तर्गत प्लान्ट प्रोटेक्सन एग्रोनोमी समूहको राजपत्र अनाङ्कित प्रथम श्रेणी प्राविधिक पदको प्रतियोगितात्मक लिखित परीक्षा जुन चाहिँ 2083 साल 3 महिना 5 गते सञ्चालन भएको थियो। जुन चाहिँ KD अन्तर्गत हामीले पहिलो पत्रको है सामान्य ज्ञान, सार्वजनिक व्यवस्थापन र सेवा सम्बन्धी ज्ञानहरुको बारेमा क्वेशनहरुको लिएर आएका छौं। र पहिलो नम्बरमा सोधेको थियो नेपालमा बजेट कार्यान्वयन गर्ने मुख्य निकाय कुन हो भनेर सोधेको थियो। त्यो भनेको है कार्यपालिका हो। अर्को भनेको 2 नम्बरमा थियो सार्वजनिक सेवा प्रवाह टच पोइन्ट एनालाइसिस कार्यक्रम लागू गर्ने देश कुन हो भनेर सोधेको थियो। त्यो भनेको संयुक्त अरब इमिरेट्स UAE हो। र अर्को भनेको 3 नम्बरमा थियो संयुक्त राष्ट्र संघ UNO को कुन अङ्गले मानव अधिकारको विश्वव्यापी घोषणा पत्र तयार गरेको हो भनेर सोधेको थियो। त्यो तयार गर्ने भनेको आर्थिक तथा सामाजिक परिषद हो। अर्को भनेको 4 नम्बरमा थियो सार्वजनिक सेवा प्रवाह कस्टमर सर्भिस जर्नी म्यापिङ कार्यक्रम गर्न सेवाको रिडिजाइन गर्ने मुलुक देखाएको मध्ये कुन हो भनेर सोधेको थियो। त्यो भनेको बेलायत हो। र अर्को भनेको 5 नम्बरमा थियो मानवीय मूल्य मान्यता ह्युमन भ्याल्युज है अन्तर्गत आर्थिक नैतिक सक्षमता इकोनोमिक इथनिक अफ क्यापेबिलिटिज है सम्बन्धी जोड दिने व्यक्ति देखाएका मध्ये को हुन् भनेर सोधेको थियो। जसको भनेको अमर्त्य सेन हो। त्यसपछि भनेको 6 नम्बरमा थियो कृषि विकास रणनीति है सन् 2015 देखि 35 ले खाद्य जनित गरिबी कतिमा झार्ने लक्ष्य लिएको थियो भनेर सोधेको थियो। त्यसको चाहिँ 6 हो। अर्को भनेको नेपाल सरकारबाट जारी भएको कृषि नीति है 2061 मा कतिवटा उद्देश्य छन् भनेर सोधेको थियो। त्यसको भनेको मुख्यतया 3 वटा उद्देश्य छन्। अर्को भनेको 8 नम्बरमा थियो तलका मध्ये कुन चाहिँ कृषि विभाग अन्तर्गत कार्यालय होइन भनेर सोधेको थियो। त्यसको चाहिँ सही उत्तर भनेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम चाहिँ कृषि विभागमा आतत हैन भने। अर्को भनेको 9 नम्बरमा थियो असल कृषि अभ्यासको सम्पर्क विभाग तलका मध्ये कुन हो भनेर सोधेको थियो। जसको चाहिँ खाद्य प्रवृत्ति तथा गुण नियन्त्रण विभाग हो। अर्को भनेको नेपाल कृषि बाली नेपालमा कृषि बाली बीमा के को आधारमा गर्न सकिन्छ भनेर सोधेको थियो। जुन चाहिँ लागत र उत्पादनको आधार है दुवैको आधारमा के बीमा गर्न सकिन्छ। अर्को भनेको कृषि ऋण उपलब्ध गराउन तलका मध्ये कुन बैंकको बढी प्राथमिकता दिने गरेको छ भनेर सोधेको थियो। त्यसको चाहिँ कृषि विकास बैंक। त्यसैगरी 12 मा साइट्रस वर्गका फलफुलमा लाग्ने गोमोसिस रोगको प्रमुख कारण के हो भनेर सोधेको थियो। जसको प्रमुख कारण चाहिँ फंगसले गर्दा हो। अलैँची प्रसारण विधि कुन हो भनेर सोधेको थियो। अलैँचीको गानो र बिउ दुवैबाट प्रसारण गर्न सकिन्छ। अर्को भनेको 14 नम्बरमा व्हाट इज द कजेज अफ राइसिनेस अफ इन काउलीफ्लावर भनेर सोधेको थियो। त्यसको कारण चाहिँ लो और हाई टेम्परेचर देन अप्टिमम है अप्टिमम टेम्परेचर भन्दा तलमाथि टेम्परेचर भयो भने राइसिनेस देखिन्छ भने। अर्को भनेको अम्रपाली जात को आँप कुन कुन बालीको करसबाट विकास गरेको हो भनेर सोधेको थियो है। कुन कुन आँपको करसबाट गरेको हो भने चाहिँ दशहरी र नीलमबाट अम्रपाली जुन चाहिँ हाई डेन्सिटीको लागि पनि के हुन्छ युज हुन्छ। अर्को भनेको प्रविधिकरण प्रक्रियामा सबैभन्दा अग्रसर भई छिटो ग्रहण गर्ने वर्गलाई के भनिन्छ भनेर थियो। जुन चाहिँ इनोभेटर हो। अर्को भनेको कृषि प्रसारको प्रमुख उद्देश्य तलका मध्ये कुन हो भनेर सोधेको थियो। प्रविधि हस्तान्तरण गरी कृषकको जीवनस्तर सुधार्न चाहिँ
कृषि प्रसारको प्रमुख उद्देश्य हो। अर्को भनेको 18 नम्बरमा सर्वदृश्य सञ्चारको साधन तलका मध्ये कुन हो भनेर थियो, जुन चाहिँ टेलिभिजन। अर्को भनेको तलका मध्ये कुन कृषि प्रसारको सबैभन्दा प्रभावकारी तरिका हो भनेर थियो, त्यसको चाहिँ समूह प्रसार हो। अर्को भनेको 20 नम्बरमा प्रजनन बिउको गुणात्मक सन्दर्भमा कसले गर्दछ भनेर छ। सम्वर्धन चाहिँ सम्बन्धित प्रजनक आफैले गर्छ। अर्को भनेको व्हिच अफ द फलोइङ इज नट अ भेराइटी अफ व्हिट है, गहुँको भेराइटी कुन होइन भनेपछि जानकी होइन। अर्को भनेको तलका मध्ये कुन बालीको उत्पादन वृद्धिको लागि सल्फरको आवश्यक पर्छ भनेर सोधेको थियो, त्यसको भनेको तोरी हो। अर्को भनेको प्रमाणित प्रथम पुस्ताको बिउलाई है कुन ट्याग लगाइन्छ भनेर थियो, त्यो चाहिँ निलो हो। र दोस्रो पुस्ताको लागि ग्रिन है, हरियो लगाइन्छ। अर्को भनेको व्हिच अफ द फलोइङ इज नट द प्रिन्सिपल अफ आइपिएम, आइपिएमको प्रिन्सिपल कुन होइन भनेर सोधेको थियो, जसको सही उत्तर चाहिँ एग्री मार्केट डेभलपमेन्ट है, यसले मार्केटको विकास गर्न चाहिँ यसको उद्देश्य होइन। अर्को भनेको ट्राइकोग्रामा के हो भनेर सोधेको थियो, ट्राइकोग्रामा भनेको परजीवी मित्र किरा हो। अर्को भनेको बाली उपचार शिविरले तलका मध्ये कुन समेट्दैन भनेर सोधेको थियो, यसले भनेको आवश्यक विषादी बिक्री गर्न चाहिँ समेट्दैन। अर्को भनेको 27 नम्बरमा तलका मध्ये कुन प्रजातिको मौरीबाट बढी मह उत्पादन हुन्छ भनेर सोधेको थियो, यसको सही उत्तर चाहिँ मेलिफेरा हो। कुनै पनि वस्तुको माग डिमान्ड है हुनका लागि निम्नमध्ये के कुरा आवश्यक पर्छ भनेर थियो, यसको चाहिँ इच्छा पनि हुनु पर्यो, मूल्य तिर्ने क्षमता पनि हुनु पर्यो। अर्को भनेको मूल्य तिर्ने तत्परता पनि हुनु पर्यो है, माथिका सबै। अर्को भनेको 29 नम्बरमा कृषि बजार सूचना प्रणालीले तलका मध्ये कुन कुराको जानकारी गराउँछ भनेर सोधेको थियो, यसले कृषि उत्पादन मूल्य माग है सबैको के जानकारी दिन्छ। अर्को भनेको 30 नम्बरमा तलका मध्ये प्राथमिक तथ्याङ्कको स्रोत कुन होइन भनेर थियो, यो प्रकाशित पुस्तक चाहिँ है सेकेन्डरी डाटा हो है, त्यो चाहिँ सेकेन्डरी डाटामा पर्छ भने। अर्को भनेको व्हाट डु यु मिन बाई फार्म गेट प्राइज भनेको छ है, फार्म गेट मूल्य भनेको के हो भनेपछि है प्राइज एट द फार्मर्स फिल्ड हो। अर्को भनेको तलका मध्ये कुन मल प्राङ्गारिक खेतीको लागि उपयुक्त हुँदैन भनेर सोधेको थियो, युरिया डिएपी र अर्को भनेको एमओपी म्युरेट अफ पोटास छ है, ती सबै चाहिँ उपयुक्त हुँदैनन्। अर्को भनेको माटोको रासायनिक है कम गर्न तलका मध्ये कुन प्रयोग गर्न सकिन्छ भनेर सोधेको थियो, यो चाहिँ जिप्सम। अर्को भनेको क्षारीयपन कम गर्न चाहिँ जिप्समको प्रयोग गरिन्छ भने। अर्को भनेको बिरुवाको सहायक पोषक तत्त्व कुन हो भनेर सोधेको थियो, यता चाहिँ म्याग्नेसियम हो। अर्को भनेको सोइल पिएच के मेजर अफ के हो त, सोइल पिएच भनेको के हो भनेर है, सोइल पिएचले के मेजर गर्छ भनेको छ, यसले चाहिँ एसिडिटी र अल्कालिनिटी दुवैलाई के गर्छ मेजर गर्छ। अर्को भनेको नेपालमा 1200 देखि 2100 मिटरसम्म कस्तो प्रकारको जङ्गल पाइन्छ भनेछ, समशीतोष्ण पतझर जङ्गल चाहिँ पाइन्छ। अर्को भनेको प्रसिद्ध कृति पिक दूतका लेखक को हुन् भनेर सोधेको थियो, यसको लेखक चाहिँ ट्याक्कै थाहा भएन है। 16औं आवधिक योजना प्रति व्यक्ति आय कति पुर्याउने थियो भनेर चाहिँ $2351 छ है, जुन चाहिँ 16औं योजना सम्बन्धी हामीले भिडियो योभन्दा पनि पहिले राखेका थियौँ। लाङटाङ राष्ट्रिय निकुञ्ज ले नछुने जिल्ला कुन हो भनेर सोधेको थियो, यो चाहिँ काभ्रेपलाञ्चोक। अर्को भनेको दुधको शुद्धता नाप्ने यन्त्रलाई के भनिन्छ भनेर थियो, यसको चाहिँ ल्याक्टोजिनमिटर भनेर भनिन्छ। अर्को पेलेग्रा रोग कुन भिटामिनको कमीले लाग्दछ भनेर सोधेको थियो, भिटामिन B3। अर्को भनेको नेपालको संविधानमा कतिवटा मौलिक हकको व्यवस्था गरेको छ भनेर सोधेको थियो, 31 वटा। अर्को भनेको
संयुक्त राष्ट्र युएनओमा प्रवेश हुने प्रयोग हुने आधिकारिक भाषाहरू देखाएको मध्ये कुन पर्दैन भनेको थियो, जुन चाहिँ जापानिज है, जुन चाहिँ जसमा चाहिँ 6वटा भाषा छन् आधिकारिक। अर्को भनेको सार्कको 18औं शिखर सम्मेलन कहाँ भएको थियो भनेर सोधेको थियो, त्यो चाहिँ काठमाडौँ। अर्को भनेको को प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 पछि कतिवटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् भनेर सोधेको थियो, जो त्यसको चाहिँ 6 हो। अर्को भनेको कार्यालयमा प्राप्त चिठीको सुरुको अभिलेख राख्ने कार्यलाई के भनिन्छ भनेर सोधेको थियो, जसको चाहिँ दर्ता हो। अर्को भनेको निजामती कर्मचारीले पाउने भइपरि र पर्व बिदा बाहेकका बिदाहरू अभिलेख प्रत्येक कार्यालयले वर्ष व्यक्ति है वर्षै पित्ते हो भएको कति दिनभित्र निजामती किताबखाना र तलब खर्च लेख्ने कार्यालयमा पठाउनु पर्दछ भनेर सोधेको थियो, जुन चाहिँ 30 दिनभित्र हो। अर्को भनेको निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत तलका मध्ये कुन पर्दैन भनेको थियो, जसको चाहिँ दान, उपहार र चन्दा स्वीकार गर्न चाहिँ त्यो चाहिँ आचरणमा पर्दैन। अर्को भनेको कर्मचारी प्रशासन सम्बन्धी केन्द्रीय निकायको रूपमा तलका मध्ये कुन निकायले कार्य गर्दछ भनेर सोधेको छ, यो चाहिँ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हो। अर्को भनेको नेपालको संविधान अनुसार महानिर्देशकको नियुक्ति कसले गर्दछ भनेर सोधेको थियो, यसको चाहिँ प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुन्छ है। यो चाहिँ हाम्रो थियो 50वटा क्वेसन, जुन चाहिँ सामान्य ज्ञान, सार्वजनिक व्यवस्थापन र सेवा सम्बन्धी है, जुन चाहिँ कृषि सेवा अन्तर्गत 2083 3 महिना 5 गते सोधेको प्रश्न। र यस्तै अरू प्रश्नहरू हेर्न चाहेमा यदि राम्रो लाग्योमा हामीलाई हेरेर साथ दिनुहोला। हस्त, धन्यवाद।